आज चाहिँ मेरो साथी र एकजनाको चाहिँ लडे परिरहेको थियो क्या। लडे भन्नाले यति कराया थिएँ नि, तर मेरो साथीको जुन दुश्मन थियो उसले चाहिँ होइन शब्दले हानी थियो क्या भन्नाले होइन। मेरो जुन साथी थियो ऊ चाहिँ बोल्नै सकेन क्या। यस्तो भन्यो यार मलाई होइन। त्यसमा मैले यो भन्न पाएँ भए होइन, त्यसले जानेको थिएँ कि त्यो भन्न आएन क्या यार मेरो दिमागमै छिरेन कि यो कुराहरू। त्यस्तो कुरा चाहिँ तपाईँले चाहिँ कोहीसँग सिरियस कन्भर्सेसन गर्दै हुनुहुन्थ्यो, त्यसबेला चाहिँ तपाईँको दिमागमा ठ्याक्कै त्यो कुरा आएन जुन कुरा भन्नुपर्ने थियो। अब यो समयमा मैले यो भनिदिनु पर्ने हो कि खासमा चाहिँ, तर त्यसबेला चाहिँ दिमागमा किन आएन होइन। सिमिलरली तपाईँ चाहिँ कुनै स्टेज सेयर गर्दै हुनुहुन्छ, स्टेजमा जाँदाखेरि चाहिँ तपाईँले चाहिँ केही कुरा भन्छु भनेर जानुभयो, अगाडि हेर्नुभयो, ओहो कति धेरै मान्छे डराउनु भयो कि अथवा के हो कुन दुनियाँमा जस्तो भएर चाहिँ तपाईँले भन्न सक्नुहुन्न नि। यो सबै किन हुन्छ थाहा? मेन रिजन भनेको चाहिँ एउटै हो, तपाईँ प्रेजेन्ट मोमेन्टमा आउनुहुन्न। अब वाट इज दिस प्रेजेन्ट मोमेन्ट भने चाहिँ जस्तै तपाईँले भात खानुहुन्छ भने भात खाँदाखेरि तपाईँले जुन फिलसित खानुहुन्छ नि, भातको टेस्ट कस्तो छ होइन, तिर खाएको बेला चाहिँ जब पानी खानुहुन्छ नि, त्यो पानीले कस्तो मजाले याद आउँछ नि, ओहो घटघटी खायो भात नि खाने बेला नि, जुन कुरा याद आउँछ नि सेम कुरा स्टेजमा भएको बेला नि तपाईँ स्टेजमा के गर्न गएको त्यो त क्लियर कट हुनु पऱ्यो नि त होइन। तपाईँ कोहीसँग कुरा गर्दै हुनुहुन्छ, के को लागि कुरा गर्न लागेको त्यो पनि क्लियर कट हुनु पऱ्यो नि त। हो यो सबै क्लियर भयो भने तपाईँसँग चाहिँ कन्फिडेन्ट आउँछ कि म अब के बोलौँ भनेपछि तपाईँ जति प्रेजेन्ट मोमेन्टमा हुनुहुन्छ भन्नुको अर्थ दायाँ बायाँ यताउता हेर्ने होइन क्या। किन हेर्नु क्या दायाँ बायाँ होइन। तपाईँलाई म एउटा सानो इक्जाम्पल दिएँ, तपाईँ भात खान आएको भने भात खाएर जानुहोस् न, यतापट्टि माटो के छ ढुङ्गा के छ होइन, त्यो के छ अरूले के गरिरहेछ त्यो हेर्न आयो कि भात खान आयो नि। एउटा सानो इक्जाम्पल जस्ट फन्नी लाग्ला होइन। सेम कुरा तपाईँ स्टेजमा जानुभएको छ भने स्टेजमा के गर्न गएको, केही कुरा सेयर गर्न गएको। सुरुमा हो भनेपछि डर लाग्न सक्छ, त्यो अलग कुरा भयो। कोहीले चाहिँ अटोमेटिक होइन यति धेरै कन्फिडेन्स हुन्छ कि म भन्न आयो भने चाहिँ भन्न सक्छु भन्ने भन्छ जान्छ। सेम कुरा कुनै सिरियस कन्भर्सेसन छ अथवा झगडा पर्दैछ भनेपछि कन्फिडेन्स कसरी आउँछ? वेन यु लिसन पर्परली। होइन उसले के भन्दैछ त्यो पर्परली सुन्ने अनि त्यो अनुसार जवाब दिन सक्यो र फेस टु फेस आँखामा आँखा जोडेर चाहिँ हेर्न सकेर चाहिँ रिप्लाई दिन सक्यो भनेपछि यु आर द कन्फिडेन्ट वान। एन्ड तिमीले चाहिँ पछि गएर चाहिँ होइन कोहीसँग पनि नडराएर चाहिँ तिमीले चाहिँ कुरा गर्न सक्छौ। र कन्फिडेन्स ल्याउने तरिका भनेको एउटै